तपाईँ घर किन्न खोजिराख्नु भएको छ अनि तपाईलाई थाहा छ एउटा गल्तीले लाखौंको नुकसान हुन सक्छ। आजको यो भिडियोमा हामीले कुरा गर्नेछौँ घर किन्न अगाडि जान्न पर्ने 10 वटा महत्त्वपूर्ण कुराहरू। यदि हजुरले पहिलो पटक घर किन्दै हुनुहुन्छ भने यो भिडियो हजुरलाई एकदम इम्पोर्टेन्ट हुनेछ। नम्बर 1, लाल पूर्जा चेक गर्नुहोस्। सबभन्दा पहिले घरको लाल पूर्जा चेक गर्नुपर्ने छ, किनभने अचेल धेरै फेक लाल पूर्जा आइरहेको छ मार्केटमा, सो त्यो चाहिँ चेक गर्नु होला। सेकेन्ड वान, जग्गाको लोकेसन। लोकेसन इज किङ। घर कहाँ छ, स्कुल, अस्पताल, बजार कति नजिक छन्, फ्युचरमा विकास हुने पोसिबिलिटी छ कि छैन। थर्ड वान, रोडको एक्सेस एन्ड विथ। घर जाने बाटो कम्तीमा 20 फिटको छ कि छैन हेर्नुहोस्, र साँघुरो बाटो छ भने इमर्जेन्सी भेहिकल जान सक्दैन भन्ने कुरा चाहिँ विचार गर्नुहोला। फोर्थ पोइन्ट चाहिँ मालपोत दर्ता, ट्याक्स रेकर्ड। मालपोत अफिसमा घरको नाम दर्ता छ कि छैन हेर्नुहोस्, ट्याक्स पेड छ कि छैन एन्ड ओल्ड ड्युहरू तिरेको छ कि छैन भनेर चेक गर्नुहोला। फिफ्थ पोइन्ट चाहिँ टिप्पणी रिपोर्ट हेर्नुहोस्। टिप्पणी भनेको सरकारी कर्मचारीले दिएको रिपोर्ट हो जुन घरको स्ट्याटस बताउँछ, निर्माण वैधानिक छ कि छैन भनेर चाहिँ यसले पुष्टि गर्छ। छैटौँ पोइन्ट भनेको छ घरको बनावट, कन्स्ट्रक्सन क्वालिटी। ओल्ड स्ट्रक्चर हो भने चेक गरौँ फाउन्डेसन, बिम, कलम, वाल एलाइनमेन्ट कस्तो छ, पानी चुहाड छ कि छैन भनेर। त्यसै गरी 7th पोइन्ट इज ब्याङ्क फाइनेन्सिङ अप्सन छ कि छैन। ब्याङ्क फाइनेन्सिङ अप्सन छ कि छैन। यदि तपाईँ लोन लिँदै हुनुहुन्छ भने के त्यो घर ब्याङ्कबाट फाइनेन्स गर्न मिल्ने हो, प्रि एप्रुभ छ कि छैन, यो पनि बुझ्न जरुरी छ। 8th पोइन्ट चाहिँ लिगल क्लियरेन्स रिलेटेड। घर बेच्न व्यक्ति नै मालिक हो कि होइन, फ्यामिली डिस्प्युट त छैन, गुठीको ल्यान्ड त होइन। 9th पोइन्ट वाटर, सिवर र इलेक्ट्रिसिटी जस्ता फेसिलिटीहरू, बेसिक सुविधाहरू छ कि छैन, पानी आउँदा बोरिङको छ कि, सिवर सिस्टम काम गर्छ कि गर्दैन, त्यो सब चेक गर्नु पर्यो। लास्टमा ब्रोकर वा एजेन्सीमा विश्वास। किनबेच रजिस्टर्ड एजेन्सी मार्फत गर्दा तपाईँ सुरक्षित हुनुहुन्छ। चारकिला जस्तो भेरिफाइड एजेन्सीबाट काम गर्दा तपाईँको पेपरवर्क, भ्यालुएसन र आफ्टर सेल्स सपोर्ट पनि मिल्छ। यो 10 कुरा ध्यान दिएर मात्रै घर किन्नुहोस्। तपाईँको जीवनभरको इन्भेस्टमेन्ट हो, सोचेर जाँच गरेर निर्णय लिनुहोला। धन्यवाद।